गाइज म अनि मेरो भाइ बाबु मिस्टर बाबु होइन हामी दुई भाइ भएर चाहिँ चट्टा लगाएर आज काठमाडौँ दरबार स्क्वायर पाटन दरबार स्क्वायर अनि भक्तपुर दरबार स्क्वायर तीनवटै दरबार स्क्वायर एकै दिन घुम्ने प्लान छ हाम्रो। लेट्स सी यो पोसिबल हुन्छ हुँदैन है। पहिले चाहिँ के भन्छ पाटन र भक्तपुर चाहिँ पुगौँ त्यस पछाडि चाहिँ समय मिलाइसम्म भक्तपुरमा के भन्छ काठमाडौँ दरबार स्क्वायर पनि ल। अब साइकलमा हो यसरी है ल ठिक छ। लगभग अहिले चाहिँ पाटन दरबार स्क्वायर नजिकै पुग्न लागिसकेको अवस्था हो। मेरो भाइ यता मेरो दायाँतर्फ अब त तिमी देखिएनौ कि हो बल्ल देखियो के पाटन दरबार स्क्वायर हो। विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका विभिन्न 10वटा सम्पदा मध्ये वान अफ देम होइन पाटन दरबार स्क्वायर। सो ब्युटिफुल पर्यावरण उडिरहेका छन् 1979 अनि कृष्ण मन्दिर कुन अरे यो ए डिजाइनकै छ होइन उता कृष्ण मन्दिर पनि म देखाउन गइरहेको छु। नेपालको सबैभन्दा बढी गजुर भएको मन्दिर छ नि त कृष्ण मन्दिर। त्यहाँनिर अलिकति हामी टुप्पो देख्न सक्छौँ त्यो बिचमा रहेको। म अर्कोतर्फ गएर पनि देखाउने छु। यो चाहिँ यो जुन कृष्ण मन्दिर पाटनको जसमा चाहिँ 21वटा गजुर रहेको छ र नेपालमा चाहिँ सबैभन्दा बढी गजुर भएको मन्दिर भनेर चाहिँ यो मन्दिरले चिनेको नि सायद विश्वमै होला है सबैभन्दा बढी गजुर भएको अथवा नेपालमा त पक्कै पनि हो। एकदम पिसफुल इन्भाइरोमेन्ट छ नि अहिले। अब हाम्रो आदरणीय ऋषिराम पौडेल दाई अनि बहिनी रचना खनाल अनि उहाँका साथीहरू चाहिँ यहाँनिर आएका थिए। उनीहरू खोजीमा हामी यसरी भौताएर रह्यौँ तर उनीहरूले बताउन सकेनौँ होइन र। जुन चाहिँ हामीले यो भिडियोको सुरुमै भनेको थियौँ कि हामी आज काठमाडौँ भक्तपुर अनि पाटन दरबार स्क्वायर घुम्छौँ भनेर तर त्यो योजनामै सीमित रह्यो। हामीले जस्ट पाटन दरबार स्क्वायर घुम्यौँ भने तपाईँ अनि अलिकति थकै लाग्यो कि के मुड खराब भयो त्यो भएर चाहिँ रेस्ट गरिरहेको छ। हाम्रो साधनहरू चाहिँ त्यहाँनिर छन् होइन त। अब नेक्स्ट टाइम चाहिँ विल भिजिट काठमाडौँ एन्ड भक्तपुर दरबार स्क्वायर फर्स्ट इयर देन will come with the video again. Thank you very much guy. ट्यागको ब्लगर जस्तै गर्नुपर्छ तर थाहा छ मलाई यो एक त मैले अपलोड गर्छु अथवा गर्दिनँ गरिहालेछु भने पनि त्यस्तो रिएक्सन त आउँदैन। त्यही पनि यसो खतरै रहेछ क्या अरे भने जस्तो गर्नु पऱ्यो नि त होइन।